पूजा गर्नु अहिले त भयो नि अहिले त दुध नमिल्ने भनेको केही पनि हुँदैन यो देखेपछि मलाई पनि सकसक लाग्छ म पनि अब अहिले नखाम अहिले घरि घरि खानु है त्यो पहेँलो रातो दुध पानी एउटा हुन्छ खाली छ त्यो थालनी बनाउनु न भरे भरे अहिले उहाँलाई यसरी पूजा गरेर बसाइ ठिक छ अलि मिले त्यहाँ बस्दा चाहिँ हुँदो हुन चाहिँ अहिले यसो गर्दा पुरो फर्किन्छ त्यहाँ हो ल म यहाँ रेडी छु है दाइ म अब आइगएँ चिया पान गरेर अघि निकाले चाहिँ केमा हेलो गाइस उहाँ मेरो चाहिँ पूजा है छ दाइ घर पूजा दाइ यो टोपी नै छ हो त्यो टोपी चाहिँ छ त सबैले माया गर्दैन होला स्याम तपाईँ युट्युब च्यानलमा त्यहाँ हो त्यो म त सानो म पर्छु आज अलि नभएको अवस्था हो हो मेरो भान्जाले भिडियो बनाइदिरहेका छन् सबैले हेरिदिनु होला घन्टी बजाएन बज्यो भइसक्यो शङ्ख बजाउनु ढिलो भएको अलिकति पानीले पखालेर अझै एकपल्ट भाइले चाहिँ आफै घन्टी बजाउन लाग्छ ल शङ्ख हेलो एभ्रिवान नमस्ते स्वागत छ श्याम थापा युट्युब च्यानलमा गाइस आज चाहिँ घरमा पूजा लगाइरहेको अवस्था मैले हिजोकै ब्लगमा पनि हल्का जानकारी दिएकै थिएँ हजुरहरूलाई होइन आज चाहिँ घरमा पूजा लगाइरहेको अवस्था अहिले गुरुहरू भने चाहिँ अलिकति बिहानदेखि बस्नुभएको अलिकति रेस्टको लागि चियापानको लागि भित्र आउनुभएको छ अब एकछिनमा फेरि स्टार्ट हुने नै छ आज चाहिँ पूजा लगाएको गाइस घरमा केही समय गुरुहरू थोरै रेस्ट लिनुभएको छ त्यसपछि पूर्ण स्टार्ट गर्नुहुन्छ गुरुहरूले शिवजीको लागि चढाउनुलाई होला मिश्री धान जति राख्ने अरू त्यसको छेउमा राख्ने छन्दो अग्निर्भवतु देवता आज्य हवै मिनि होगा सतन्नो अग्निर्भवते युते भयसेता हित भयसेते बरुणो राणो हिमृता सहभवने स्वाहाय मंगलानाम ओम अयासमिति